नमस्कार यहाँहरू सबैलाई। के तपाईँ अनलाइनबाट कमाइ गर्न चाहनुहुन्छ भने म यहाँ केही विश्वसनीय बाटाहरू बताउन गइरहेको छु। राम्रो सुन्नुहोला, अध्ययन गर्नुहोला र लाग्नुहोला। 1 नम्बर, फ्रिलान्सिङ, राइटिङ, ट्रान्सलेसन। यसमा चाहिँ डाटा एन्ट्री वा डिजाइन जस्ता कुनै सिप तपाईसँग छ भने काम पाइन्छ। यसमा चाहिने यी कुराहरू छन्: अपवर्क र फाइबर। यहाँ विश्वभरका मानिसहरूले काम दिने गर्दछन्। तपाईले नेपाली वा अङ्ग्रेजी भाषामा लेखन वा अनुवादको काम खोज्न सक्नुहुन्छ। अर्को, freelancer.com। यो पनि नयाँ काम खोज्नेहरूका लागि राम्रो विकल्प हो। 2 नम्बर, कन्टेन्ट राइटिङ एन्ड ब्लगिङ। तपाईँ लेख्न रुचाउनुहुन्छ भने आफ्नै एउटा वेबसाइट वा ब्लग सुरु गर्न सक्नुहुन्छ। अर्को, मिडियम। यसमा लेखहरू लेखेर आम्दानी गर्न सकिन्छ, तर यसको भुक्तानी प्रणाली नेपालमा जटिल हुन सक्दछ। अर्को, डाइरेक्ट राइटिङ। नेपालका अनलाइन पत्रिका वा ठुला वेबसाइटहरूलाई लेख वा कथाहरू बेचेर पनि पारिश्रमिक लिन सक्नुहुन्छ। 3 नम्बर, अनलाइन टिचिङ र अध्यापन। यसमा प्रेप्लाई वा इटाल्की। यदि तपाईको नेपाली वा अन्य भाषामा राम्रो दखल छ भने विदेशीहरूलाई अनलाइन मार्फत भाषा सिकाएर राम्रो कमाइ गर्न सक्नुहुन्छ है। अर्को, अडेमी। कुनै विषयमा पोख्त हुनुहुन्छ भने त्यसको कोर्स बनाएर यहाँ राख्न सकिन्छ है। 4 नम्बर, डाटा एन्ट्री र माइक्रो टास्क। अमेजन मेकानिकल टर्क। यहाँ सासाना कामहरू जस्तै सर्वेक्षण गर्ने वा तस्बिरलाई पहिचान गर्ने गरेर थोरै डलर जम्मा गर्न सक्नुहुन्छ है। अर्को, आपेन। यसमा मुख्यतया भाषा र एआई सम्बन्धी साना कामहरू पाइन्छन्। केही महत्त्वपूर्ण कुराहरू पनि यहाँहरूले जान्नु पर्दछ। यी कुराहरू हुन्: भुक्तानी, पेमेन्ट। नेपालमा बसेर विदेशको काम गर्दा पैसा ल्याउन पायोनियर वा अहिले नेपालमा पनि उपलब्ध हुन थालेको ब्याङ्कहरूबाट उपलब्ध हुन थालेको डलर कार्डहरू प्रयोग गर्न सकिन्छ। र अर्को कुरा, मुख्य कुरा, स्क्यामबाट बच्नुहोस्। छिट्टै धनी भइने वा पैसा लगानी गरेपछि मात्र काम पाइने भनिएका साइटहरूबाट टाढै रहनुहोला है। वास्तविक अनलाइन काममा पैसा चाहिँदैन, तपाईको सिप चाहिन्छ। धन्यवाद। अरू कुरा अर्को भिडियोमा गरौँला। फलो गर्न नबिर्स्नुहोला। धन्यवाद।